क्युआर ग्याङ भन क्युआर भने के हो तपाईँ र तपाईँको पार्टीलाई लाग्ने एउटै आरोप क्युआर ग्याङ के अहिले खरानी ग्याङ भने जस्तै क्युआर ग्याङ भन क्युआर भने के हो पैसा कसले उठायो तपाईहरुले देश विदेशमा कहाँबाट सहयोग कहाँ प्रमाण छ हैन दार्चुलामा पुल बनाउन जब आफूलाई पर्छ नि जानी जानी अनजान बन्दिने क्या के हो क्युआर भने के हो थाहा छैन होला उहाँलाई अनि त्यहाँबाट कसले त्यो कहाँ छ प्रुफ रे डोनेसन उठाएर काम गरेको कहाँ छ प्रुफ रे उहाँलाई प्रुफ चाहियो रे अब डोनेसन उठाएर काम गरेको जबकि त्यो त छर्लङ्गै छरपष्टै सारा दुनियाँलाई थाहा छ कि श्रम संस्कृति पार्टीले काम कसरी गर्छ भनेर त्यसलाई नै हर्कबाद भन्दै हिँडेको होइन र उहाँले अनि अहिले आएर कहाँ छ प्रुफ कहाँ छ प्रमाण रे देश विदेशबाट पैसा आएको एटलिस्ट हैन केही गर्न नसके नि त्यो श्रम भन्नु न डोनेसन जसले चन्दाहरू पठाएको छ पैसा उहाँको भाषामा चाहिँ आर्थिक सहयोग जसले पठाएको छ नि एटलिस्ट उहाँहरूको त इज्जत राखिदिएको भए हुन्थ्यो नि त अर्क साम्पाङको जिद्दी के जिद्दी यति साह्रो जिद्दी अबुझ त कसम होला मान्छे कोही पनि देखिन कि मैले यति साह्रो जिद्दी के जिद्दी मै हो है के साह्रो मै हो यो त अचम्मै भयो यार म भन्दा कोही होइन अरे के उहाँको कुरा सुन्यो भने म भन्दा कोही छैन अरे मै हो सर्वोपरि अनि यस्तो जिद्दी मान्छेले मन पराउँछ नि त कसैले जिद्दी मान्छेलाई म त कुरा सुन्छु अब केही कुरा त ठिक पनि लाग्छ के तर जिद्दी के आफूले भनेको चाहिँ सही हो गरे आफूले गरेको सही हो मैले गरेको सही हो अरूले गरेको गलत हो अरूले जस्तो गर्दा पनि भएन